रहेछ हिउँ यार हेर त क्या चिसो आफ क्या छक्काइदिएको यार ओके गाइस अहिले चाहिँ हामी पोखराको फेवातालमा छौँ अब चाहिँ यहाँ फेवातालबाट हामी पामे भन्ने ठाउँमा जाँदैछौँ कि सो लेट्स गो गाइस टर्मिनल ए टर्मिनल कि यस्तो हुन्न रे यहाँ हो होला हो ओके म चाहिँ फर्स्ट टाइम आएको है गाइस मलाई खासै थाहा छैन कि अब चाहिँ हामी जान लागि भइसकेको छ र हामी पोखरादेखि निस्किसकेका छौँ गलकोटतर्फ गलकोट पुग्दा हामीलाई राति हुन्छ अनि अर्को दिन हामी बिहानै निस्कन्छौँ धोरपाटनको लागि अहिले चाहिँ बिहानको 6:30 भयो अनि हामी बिहान 5:10 गलकोटदेखि हिँडेको अब बुर्तिवाङ पुग्न चाहिँ एकजनालाई सोधेको 20 मिनट लाग्छ अरे अनि यस्तो छ भर्खरै चाहिँ बल्ल उज्यालो हुँदैछ त्यहाँ यहाँ क्यामेरामा चाहिँ अलि उज्यालो देखेको छ हामी यहाँ रोकेको ठ्याक्कै 7-8 मिनट भयो होला होइन अहिले 7-8 मिनट भित्रैमै यहाँ देखिया के हेर उज्यालो हुँदै गरेको के उज्यालो होइन नोटिस गरेँ मैले चाहिँ नोटिस गर्दै हो कि अघि भर्खरसम्म हेर न आकाशको चाहिँ कालो कालै देखाएको थियो अहिले सेतो भइसक्यो पुरै अनि हामी पोखराबाट चाहिँ हिजो रातितिरै हिँडेको थियौँ 6 बजेतिर बेलुकातिर अनिहारै हुँदाखेरि अनि अहिले सब पाहाड मैले देखाएको थिइनँ अहिले हेर्दैछु क्या पाहाड बल्ल उज्यालो भयो क्या हिजो हामी लगभग गलकोट चाहिँ 10 बजीसम्म आएको थियौँ राति अनि राति नै आएको कारणले गर्दाखेरि चाहिँ पाहाड देख्न पाइएको थिएन होइन अहिले चाहिँ मस्त ठ्याक्कै उज्यालो भयो क्या अहिले चाहिँ ठ्याक्कै कति बजेछ 6:30 हुन लाग्यो अनि हल्का उज्यालो हुँदैछ अनि उज्यालो भएपछि चाहिँ मैले मेरो आँखाले पहाड देख्दैछु गाइस पहाड देख्दैछु गाडीको तल भएर यो त पुरा बाटो राम्रो धोरपाटन प्रवेश गऱ्यौँ धोरपाटनको गेट धोरपाटन जाने हो चाहिँ अब यहाँबाट सायद अझै 1 घन्टा लाग्ला वहाँ धोरपाटन पुग्नलाई बाटो यस्तो छ 10 घन्टादेखि लगातार बाइक चलाइए गाइज ओभरफ्लो बढी भएको छ केही भएन कन्टेन्ट भन्नु क्या बाटै खतरनाक छ के गर्नु अझै बिग्रिएर रहेछ क्या यहाँ बाटो लास्टै बनाउँदैछ क्या यहाँ बाटो होइन त्यही भएर हल्का फुल्का प्रब्लम त हुन्छ
के हो त्यो पखा थार होमस्टे लगाइ चाहिँ अब यहाँ हल्का टिकट सिकेट काट्नु पऱ्यो चेकिङ होला होइन हेर्दा ढोरपाटन नि आइयो रमाइलो नि भयो अब मेन के भन्छ जर्नी त अब स्टार्ट हो गाइस मेन जर्नी बिगिन्स फ्रम हियर अङ्ग्रेजी खेल्दैको ल जाम अब चाहिँ यता तलतिर अनि त्यसपछि फन्डा हाना मुता अब एउटा होटेल हेरिन्छ टक्क लाएर खानासाना खाइन्छ अनि त्यसपछि खाना चाहिँ अलि बेलुकातिर खाम्ला सुल्टी अहिले खाजा खाम ल